अब त्यति बेला चाहिँ असाध्यै गाह्रो थियो र त्यहाँबाट तीर्थ गरेर फर्केर आइसकेपछि महिनौँ दिन तीर्थ गर्न जाँदाखेरि उहाँहरू केका आशाले जानुहुन्थ्यो भने यो भौतिक संसारमा जति सुख भोग मात्रै गरेर हुन्न, मरेपछि पनि सुख पाउनुपर्छ, त्यस्तो आस्थाले पनि अब सधैँभरि घरै बसिरहने, घरैको काम काजमा मात्रै कति जिन्दगी खेर फाल्ने भनेर कमसेकम नयाँ नयाँ ठाउँमा जाने, तीर्थव्रत जाने भनौँ न, त्यस्तो पहिले पनि हाम्रा बाबुबाजे बराजुहरूले गर्दथे। नुन ल्याउन तपाईँको उता जान्थे थाक खोला, बुटोल आउँथे, त्यहाँ कैयौँ दिन तपाईँ चाहिँ दुःख गरेर डोकामा तपाईँ चाहिँ रासन पानी राखेर, पकाउने भाँडाकुँडा राखेर, जहाँ पानी पाइन्छ, जहाँ दाउरा पाइन्छ, त्यो पानी र दाउरा भएको ठाउँमा तपाईँको चाहिँ त्यही यति भात पकाउने। अनि अब होटेलका त्यति चलन थिएन, त्यो खाएर पनि त्यस्तो चाहिँ भ्रमण गर्ने र चाहिँ आफ्ना छोरा नातिलाई घर गएर म चाहिँ नेपालबाट 13 दिनका दिन आएको माइला घर भन्नुहुन्थ्यो मेरो बुवाले। उहाँ चाहिँ गलकोटे राजाको भान्सी भएको हुनाले गलकोटे राजाको दरबार चाहिँ यहाँ नक्साल थियो, छ अहिले पनि। उहाँ चाहिँ त्यो राजाको भान्सी भएको हुनाले उहाँ चाहिँ उहाँबाट अहिले जस्तो जहाज थिएन, प्लेन थिएन, अब त्यो गाडी पनि थिएन, बाटो थिएन। अनि म काठमाडौँबाट त्यहाँ जाँदाखेरि कौशी पोखरासम्म जान्थेँ। उहाँ गएपछि बाउ छोरा कुरा हुन्थ्यो, त कति दिन आएछ माइला भन्नुहुन्थ्यो। म चाहिँ पोखराबाट 3 दिन गएन, घर ट्याक्कै आएँ बा भनेपछि मलाई 13 दिन लागेको काठमाडौँबाट चाहिँ घर आउन, त 3 दिन गएन, धेरै विकास भयो बा, यस्तो पनि देख्न पाइयो भन्नुहुन्थ्यो। अब अहिले म यहाँबाट बेलुकी हिँडी गलकोट मेरो घर भने बिहान उहाँ चाहिँ 5-6 बजीतिर बिहानै पुऱ्याउँछ गाडी लिएर, बेलुकी यहाँ खाना खाएर फेरि अर्को दिन बिहान घर। यो विज्ञानको चमत्कार, यो विकास। त्यसो भएर तपाईँहरू पनि कहाँका मान्छे यहाँ आइपुग्नु भएको छ। यो चाहिँ जुन भौतिक विकास भएको छ, यो भौतिक विकासले हामीलाई चाहिँ यहाँ पुऱ्यायो। अब तपाईँहरू यति दुःख गरेर कोही इन्डियाबाट, जापानबाट पनि साथीहरू मिसिनु भएको छ, हङकङबाट, विभिन्न ठाउँबाट, नेपालका पनि विभिन्न दूरदराजबाट जिल्लाहरूबाट साथीहरू आउनुभएको छ, महिला साथीहरू पनि उपस्थित छ। पहिले हाम्रा बाबुबाजे के भन्दाखेरि खालि चाहिँ घर काम गरेर, खालि सम्पत्ति मात्रै चिन्ता गरेर हुन्न, मरेपछि पनि चाहिँ आफ्नो चाहिँ धर्म चाहिँ चाहिन्छ भनेर त्यसै दुःख काटेर हिँड्नुहुन्थ्यो। अहिले तपाईँहरू चाहिँ त्योभन्दा छुट्टै उद्देश्य लिएर आउनुभएको छ। हिजो हाम्रो महासचिवले गरेको भाषण तपाईँहरूले सुन्नुभयो धेरैले, कि नेपालमा अहिले सङ्घीय प्रणाली छ। त्यो सङ्घीय प्रणालीको कारणले चाहिँ एउटा सरकार हुनुपर्नेमा 8वटा सरकार छ नेपालमा। 8वटा सरकारलाई पाल्दाखेरि नेपाली जनताको चाहिँ घरखेत भएको छ। देशमा उद्योग धन्दा छैन, कल कारखाना छैन, खाने फ्याक्ट्री छैन, केही छैन। त्यसो गरी अहिलेको अवस्था हाम्रा बाबुबाजेका पालाभन्दा नेपालीहरू बाँच्न झन् गाह्रो भएको छ। त्यसो हुनाले तपाईँहरू चाहिँ त्यो भोलि यो तीर्थव्रत गएर आएर भोलि चाहिँ छोरा नाति समेत 21 कुल तार्ने गरेर भन्दा पनि तपाईँहरू यो जुन प्रणाली छ, सङ्घीय प्रणाली, यो मुलुकको लागि अभिशाप भयो, यो चाहिँ गलत भयो, यो बेठिक भयो, यो यहाँका शासकहरूले बोकेका होइनन्, यहाँ बोकाइएको भनेर हिजो हाम्रो महासचिवले भनिहाल्नुभयो। बिहान एउटा मिडिया थाहा संसारले मलाई अन्तर्वार्ता ल्याएको थियो। हिजो त तपाईँहरू कार्यक्रम धेरै राम्रो भयो भने भन्ने थियो उसले, मलाई अन्तर्वार्ता दियो र उसले मलाई के डराउनु दियो भने, चम्काउन खोज्यो भने आज बिहान अन्तर्वार्तामा खै भर्खरै त तपाईँहरूले क्यारी संहिता खारेज गर्नुहुन्छ र यी ठुला पार्टीले सबैले संहिता बोकेर हिँडेका छन्, भारतले बोकाएको संहिता हो चाहिँ उसले पनि ल भइहाल्यो सकेन भने भनेर चाहिँ भन्ने कुरा चाहिँ भन्दैन। उसले यहाँ तपाईँहरूलाई संहिता बोकाउनुको उद्देश्य बेग्लै छ भनेर उसले मलाई प्रश्न गरेको थियो। राणा शासन हटाउन पनि त नेपाली जनताले 100 वर्ष चाहिँ लडे हो नि त।
गङ्गालाल अब शास्त्रीहरू त्यस्तै विभिन्न शहीदहरूले सुरुमा चाहिँ अब यो उसको चाहिँ राणा शासनको विरोध गर्दाखेरि उनका आमा बाउले, उनका नातापाताले, उनका इष्टमित्रले के भन्थे भने यो चाहिँ राणा शासन झल तर तिमीहरूले यस्तो जोखिम बोलेका छौ, यो के मूर्खे गरेको यस्तो, राणासँग यत्रा सेना छन्, प्रहरी छन्, सारा राष्ट्रको ढुकुरी उनको हातमा छ, कसरी ढलधरे यो राणा शासन तिमीहरूले किन यस्तो चाहिँ दुस्साहस गरेको भनेर उनका चाहिँ आमा बाउले, इष्टमित्रले यो दुस्साहस गर्न हुन्न भनेर भन्थ्यो। तर इतिहासले प्रमाणित गर्यो नि, राणा शासन एउटा पारिवारिक शासन थियो, हुकुमी शासन थियो। गाउँघरमा मुखिया जिम्माले रजाइ गर्थे, सही गर्न नजान्ने मान्छे पनि मुख्य थिए। हाम्रो घरका हाम्रो गाउँका साथीहरू कोही आउनु होला, सही गर्न नआउनु लेप्टे लाग्नु, तर उनीहरू चाहिँ मुख्य थिए। बाउ मुखी भयो भने छोरो मुख्य, छोरो मुखी भयो भने नाति पनि मुख्य लागेको छ। अनि उनीहरूका हामी उनीहरूको खेती स्याहार दिन जानुपर्ने, खेती लगाउन जानुपर्ने। काठमाडौँमा राणा थिए त गाउँघरमा जिम्माल थिए, मुखिया थिए, पालुदारहरू थिए, त्यो त मैले पनि देखेँ, भोगेँ। त्यस हुनाले ती शहीदहरू, गङ्गालालहरू, सुखराजहरू, उनीहरू चाहिँ राणा शासनको विरोध गरेर उनीहरू फाँसी जानु पर्यो त। उनीहरूलाई त गोली हानेर मारे त राणाहरू। गलकोटको एउटा गलकोटे राजाको चाहिँ छोरा तिरुबमलाई त गोली हानेरै माओलीको राज्य, राणाहरू त माओली हुन्, तिरुबम मल्लको। अब उसैले चाहिँ माओलीहरूले भान्दालाई गोली हानेर मारे। सत्ता यस्तो हुन्छ। तैपनि नेपाली जनताले के गरे भन्नुहोस् त, लड्दै 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 गएपछि राणा शासन ढल। मैले अस्ति पनि भने राणा शासन त ढल्यो, जनताको बोल्ने, लेख्ने, सभा सङ्गठन गर्ने अधिकार त आयो। तर जुन त्रिभुवनले राजा त्यति बेला यहाँबाट भागेर दिल्ली गएको थिए राणा शासनको विरुद्धमा, उनी दिल्लीमै के भने हुन् भने अब उपरान्त हाम्रा जनताका प्रतिनिधिहरूले चुनेको संविधान सभाद्वारा हाम्रा प्रतिनिधिहरूले बनाएको संविधान अनुसार देशको राजकाज चलाउने छ भनेर दिल्लीबाट यहाँ घोषणा पठाए सन्देश। यहाँ आएर काठमाडौँ आएर पनि उनले त्यही फेरि दोहोऱ्याए। त्रिभुवन त स्वयं तपाईँ चाहिँ राणाहरूको चाहिँ कैदमा थिए। उनी नाम श्री 5 जम्मै शासन चलाउने श्री 3ले राणाहरूले, श्री 5ले चाहिँ श्री 3सँग मन्जुरी लिएर मात्रै म पशुपतिको दर्शन जानु पर्यो भनेर प्रधानमन्त्रीलाई जानकारी दिएर हुन्छ श्री 5 महाराज विराज पशुपति जाने। दक्षिणकाली पनि एउटा तीर्थस्थान हो, म आज तीर्थस्थान जानु पर्यो भनेर श्री 3ले स्वीकृति दिएपछि श्री 5 तपाईँ चाहिँ उहाँ पनि जानु पाउने। कहाँ? दक्षिणकाली भगवानको दर्शन गर्न त ईश्वर हो। त्यसरी स्वयं यिनी राजाहरू, अहिलेका राजाका यिनीहरू सन्तानहरू तपाईँ चाहिँ राणाहरूको कैदमा थिए। प्रत्येक कुरा चाहिँ राणाहरू चाहिँ उनीहरूलाई वाद गर्दै भन्नलाई श्री 5 महाराज राज जय भनाउ भन्थे उनीहरू। त्यस कारणले जब दिल्लीबाट त्रिभुवन यहाँ आइसकेपछि इन्डियाले के गर्यो भने त्रिभुवनको सल्लाहकार चाहिँ सबै त्रिभुवनलाई राजकाज चलाउने सल्लाहकार चाहिँ इन्डियाले पठाएर हामीले चाहिँ इतिहास पढ्यौँ। इन्डियाले हाम्रो नेपालको राजालाई चाहिँ यो गर्नुपर्छ ऊ गर्नुपर्छ भनेर स्वर्गीय सचिव गोविन्द नारायण भन्ने उद्याएर खटायो। हामी कति अधीनस्थ रहेछ। यो देश यसै यस्तो कमजोर भएको छ, यति चाहिँ अविकसित भएको छ, हामीले यति दुःख यसै पाएको छौँ। त्यसो हुनाले हामीले चाहिँ पढ्नुपर्छ, बुझ्नुपर्छ। यस्तो कार्यक्रममा आएपछि तपाईँहरूलाई यहाँ दुःख भएको छ, हामीले जान्दछौँ। तपाईँहरूलाई खान दुःख भएको छ, बस्नु दुःख भएको छ, सुत्न पाउनु भएको छैन, हरेक दुःख भएको छ। त्यस कारणले तपाईँहरू यहाँ यो चाहिँ जुन शासन छ, जनविरोधी सत्ता छ, त्यसको विरुद्धमा तपाईँ लड्न आउनुभयो। तपाईँको ऐतिहासिक महत्त्व छ।
तपाईँ हामीको चाहिँ एउटा जसरी राणा शासनका विरुद्ध लड्दाखेरि नेपाली जनता केही शहीद भए, तैपनि राणा शासन त पल्ट्यो। राणा शासन पल्ट्यो र राजा पनि चाहिँ राणा शासनको त्यो पन्जाबाट सिक्रीबाट उम्कन खोजिरहेको थिए। नेपाल आइसकेपछि त के भयो भन्दाखेरि राज्य सत्ता भनेको सेना हो, राज्य सत्ता भनेको प्रहरी हो, राज्य सत्ता भनेको अदालत हो। यी तीनटा अङ्ग जसले कब्जा गर्छ राज्य सत्ता त्यसैको हातमा जान्छ। 2007 सालभन्दा पहिले राज्य सत्ता कसको हातमा थियो? मोहन शमशेरको हातमा थियो। राणाहरूले 104 वर्ष शासन गरे, 9वटा प्रधानमन्त्री भए राणाहरूले। त्यो राज्य सत्ता भनेको सेना हो, राज्य सत्ता भनेको प्रहरी हो, राज्य सत्ता भनेको तपाईँको चाहिँ अदालत हो। अब यो जसका हातमा हुन्छ, जसका हातमा यिनी चाहिँ हुन्छ त्यसैले राजकाज गर्छ। त्यस भएर 7 सालभन्दा पहिले यिनी चाहिँ शाह राजाहरूको हातमा त राणाले खोसेका थिए। न उनीहरूको हातमा सेना थियो, न उनीहरूको हातमा प्रहरी थियो, न उनीहरूको हातमा अदालत थियो, केही थिएन। जब राणाहरू मोहन शमशेरहरू चाहिँ सत्ताबाट च्युत भइसकेपछि तैपनि एउटा तपाईँलाई आश्चर्य लाग्ला, नेपाली जनताले राणालाई चाहिँ हटाउनुपर्छ सत्ताबाट, यो जानिया शासन चल्दैन, अब पारिवारिक शासन चल्दैन भनेर जुन काठमाडौँमा नेपाली जनता हजारौँको सङ्ख्यामा लडे। इन्डियाले त के गर्यो भनेर भन्दाखेरि चाहिँ त्रिभुवन र नेहरू मोहन शमशेर भएर के सल्लाह गरे भने ल मोहन शमशेर चाहिँ प्रधानमन्त्री हुने, ल हेर्नुहोस् त दिल्ली सम्झौता धोका हो भने त्यही हो। हामीले मोहन शमशेरको चाहिँ विरुद्धमा हामीलाई झुन्ड्याए, हाम्रा शहीदहरू बनाए। इन्डियाले त के गर्यो भने मोहन शमशेरलाई प्रधानमन्त्री बनाएर पठाइदिएको। राजा त्रिभुवन राजा हुने, मोहन शमशेर प्रधानमन्त्री हुने। ल हेर्नुहोस्, डाक्टर केआई सिंह चाहिँ काङ्ग्रेसको केन्द्रीय समितिकै सदस्य थिए। डोटीका साथीहरू यहाँ आउनुभएको छ होइन? उनी चाहिँ काङ्ग्रेसको केन्द्रीय समितिमा थिए। उनी लडाकु पनि थिए, किनभने ब्रिटिस सेनामा चाहिँ भर्ती भएका केआई सिंहले मानेन। हामीले चाहिँ राणाको चाहिँ जम्मै सत्ता चाहिँ जनताको हातमा जानुपर्छ, यत्रो लडाइँ गर्ने। इन्डियाले चाहिँ फेरि चाहिँ मोहन शमशेरलाई नै प्रधानमन्त्री बनाउने अनि त्रिभुवनलाई चाहिँ राजा बनाएर पठाएको हाम्रो लडाइँको औचित्य के भयो? त्यसो भएर दिल्ली सम्झौता धोका हो भने त्यही। अरूहरूले माने, क्याइसीले मान्नै मानेन। नमानेपछि हतियारै बिछाए हामीले। यता भैरवातिर उनको चाहिँ क्षेत्र थियो, आन्दोलनको क्षेत्र। अरू काङ्ग्रेसहरूले सरेन्डर गरे इन्डियाको अगाडि। ल भइहाल्यो, ठिक हो, हाम्रो हातमा अधिकार आयो भने मोहन शमशेरले प्रधानमन्त्री भएपछि कसरी आयो त अधिकार? ल त्यसो हुनाले के भयो भन्दाखेरि चाहिँ नि अब केआई सिंहलाई चाहिँ इन्डियाले ल्याएर पक्रेर भैरवा जेलमा राख्यो। फेरि त्यो जेल तोडेर हिँडे। उनी तपाईँ चाहिँ निस्किएर भागेर चाहिँ सिंहदरबारबाट उनी 2008 सालमा उनी चाहिँ चाइनातिर गए। उनी त्यहाँ भाग्नु बेला त्यहाँ चाहिँ सिंहदरबारभित्र थुनिएका लगभग 80-81जना चाहिँ सबै रातारात चाहिँ चाइनातिर गए। अब यतातिर चाहिँ सङ्कट के पर्यो भने अब चाइनातिर चाहिँ केआई सिंह गएपछि अब चाइनाले के गर्ने हो भन्ने भयो। चाइनाले डाक्टर केआई सिंहलाई तपाईँ चाहिँ राजनीतिक शरण दियो, ल तिमी यहीँ बस भने। अब यता के भयो भने राणाको हातको शासन तपाईँ चाहिँ नि जनताका हातमा आउनुपर्नेमा प्रधानमन्त्री मोहन शमशेर भयो। राणा र काङ्ग्रेस आदि गरेर चाहिँ संयुक्त सरकार बन्यो। त्यहाँ कुरा मिलेन। त्यहाँ चाहिँ अब एकातिर राणा छन्, उनी पुराना राणा। अब सेना त्रिभुवनको हात गयो, त्यो त जनताको हात आउनु पर्थ्यो, जनताको मात्र आउनु पर्थ्यो नि सेना। त्रिभुवनलाई राजा बनाउने सरकारको आन्दोलन नै होइन, 7 सालको आन्दोलन। राणाहरूले चाहिँ कब्जा गरेको राज्य सत्ता त्रिभुवनको हातमा हस्तान्तरण इन्डियाले किन गर्यो भन्नु त?
इन्डियाले किन गर्यो भने जनताको हातमा हस्तान्तरण भयो भने जनताले चाहिँ सहन इन्डियाको थिचिदियो त्यो चलाखी गर्यो। त्यसो हुनाले राणा र काङ्ग्रेसको जुन आदि सङ्घ आएर सरकार बनाए त्यहाँ चाहिँ झगडा भइरहेको राम्रो भएन। अब त्यसो भएपछि के गर्यो भने मोहन शमशेरले हो म अब यहाँ बस्दिनँ, म प्रधानमन्त्री हुन्न, अब मलाई चाहिँ काङ्ग्रेसले मद्दत गरेन, अब राजाले मद्दत गरेन। राजा मतलब त कोही हो नि, राज्य सरकारले आफ्नो हातमा लिइहाल्यो नि, सेना आफ्नो हातमा, प्रहरी आफ्नो हातमा, न्यायालय आफ्नो, त्रिभुवन यदि 7 राजा बदले भयो। 100 वर्षसम्म चाहिँ कैदी थिए राणा गएर पशुले जानु पऱ्यो भने म जानु पाऊँ भन्नुपर्ने, दक्षिण कालिका जानुपर्ने, काशी जानुपर्ने, अनुमति लिनुपर्ने। अब त उनीहरू राजा भए। त्यसपछि राणा र काङ्ग्रेसको जो संयुक्त सरकार भएको थियो त्यो सरकारको तर्फमा चाहिँ नेतृत्व दिनुपर्ने त विश्वलाई नेपाली काङ्ग्रेसको चाहिँ सैद्धान्तिक नेता, साङ्गठनिक नेता, राजनीतिक नेता त विश्वेश्वर प्रसाद कोइराला हो। इन्डियाले पनि त्रिभुवनले के गर्यो भने विश्वेश्वरले अलि पराय मान्दैन, कतिपय कुरा अलि उसले चाहिँ विरोध गर्छ, विश्वेश्वरलाई चाहिँ प्रधानमन्त्री बनाउनु हुन्न भनेर तपाईँको चाहिँ मातृप्रसाद कोइरालालाई बनाइदिएको त्यो इन्डियाले बनायो। इन्डियाले भनेपछि त्रिभुवनले नै मातृकालाई चाहिँ बनाउने भए। विश्वेश्वर चाहिँ म हुन्छु, यो 7 साल चाहिँ नेपाली काङ्ग्रेसको आन्दोलनको नेतृत्व मैले गरेँ। ऊ चाहिँ मेरो दाइ भए पनि उनीहरू सौता नाल, एउटीतिरको चाहिँ जेठीतिरको चाहिँ मातृका, कान्छीतिरको तपाईँको चाहिँ बिपी। त्यस भएर उनीहरू चाहिँ अब यो 7 सालको नेतृत्वको तपाईँको चाहिँ वैचारिक नेतृत्व, राजनीतिक नेतृत्व, साङ्गठनिक नेतृत्व गरेर विश्वेश्वर प्रसाद कोइराला हेर्नुहोस्। पछि मातृकाले चाहिँ अब उसले त्रिभुवनसित विश्वेश्वरले भने एकचोटि त्रिभुवनलाई चाहिँ आफ्नो दाइसित तिमीलाई पो बनायो इन्डियाले प्रधानमन्त्री हुने हकदार त म हो। नेपाली काङ्ग्रेसको सैद्धान्तिक नेतृत्व, साङ्गठनिक नेतृत्व, राजनीतिक नेतृत्व मैले गर्ने। अब तिमीलाई पो बनायो राजाले त्रिभुवनले त्यही गरे भनेर भन्दाखेरि मातृकाले आफ्नो भाइलाई के भनेको भने इन्डियाले तिमीलाई प्रधानमन्त्री बनाउन चाहँदैन। राजा त्रिभुवनले पनि अब इन्डियन गोविन्द नारायण भन्ने स्वर्गीय सचिव छ। इन्डियाले पनि तिमीलाई चाहिँ के बनाउन चाहन्न, प्रधानमन्त्री बनाउन चाहन्न। भाइ के गर्नु अब इन्डियाले पनि चाहन्न तिमीलाई बनाउनु, त्रिभुवनले पनि राजाले पनि चाहन्न। त्यसो भए तिमीले यो आशा छोड। इन्डियाले बिपीलाई किन बनाएन, मातृलाई किन बनायो भनेर भन्दाखेरि चाहिँ यहाँको जल स्रोत त इन्डियाले हेरिरहेको थियो। ब्रिटिसले चाहिँ पहिला कतिपय चाहिँ जल स्रोतको उपयोग गरेको थियो, तपाईँलाई सबैलाई थाहा छ। 200 वर्ष 7 समुद्र पारीको ब्रिटिसले शासन गरेको तपाईँलाई थाहा छ। भारतले त्यति ठुलो भारत भयो, 7 समुद्र पारी गरेर आएको 200 वर्ष भारतलाई उपनिवेश बनायो ब्रिटिसले, सबैलाई थाहा छ त्यो कुरा त। त्यसो भएपछि तपाईँ चाहिँ नि अब मातृकालाई लिएपछि प्रधानमन्त्री बनाएपछि सबभन्दा ठुलो घातक काम के हो भन्दाखेरि पूर्वतिर सप्तकोशी छ, 7वटा नदी बगेर चाहिँ कोशी नदी बन्छ, त्यो विराटनगर आउँछ। त्यो चाहिँ मातृकाको सरकारले चाहिँ इन्डियासँग सम्झौता गरेको 99 वर्षको लागि। त्यो त्यहाँ चाहिँ कोशी नदीको चाहिँ सबै उपभोग गर्ने चाहिँ इन्डियाले 99 वर्षको लागि। इन्डियाले के गरेको छ भने पछाडि एक थपिएको थियो। 199 वर्षको लागि तपाईँ चाहिँ कोशी नदी मातृकाको हातबाट इन्डियाले हात पारेर के गर्दा रहेछन् शासकले। हामीले यो कुरा चाहिँ यो त इतिहासमा धेरैचोटि आयो। सरकारले चाहिँ इन्डियासित सम्झौता गर्दाखेरि चाहिँ बाहिर चाहिँ 99 वर्षको लागि मात्रै भन्ने कुरा भयो, तर पछाडि एक थपेर तपाईँ 199 वर्षको लागि चाहिँ के भयो कोशी नदी गयो। अहिले पनि त्यहाँ हजार तपाईँ चाहिँ त्यहाँ किसानहरू त्यो कोशीको बाँधले गर्दाखेरि डुबान हुन्छ,
त्यहाँ चाहिँ कोशीका पूर्वतिरका साथीहरूलाई सबै थाहा छ। त्यसो हुनाले हाम्रो देश अर्ध उपनिवेश भनेको कुरा के हो? प्रत्यक्ष उपनिवेशमा तपाईँ चाहिँ जस्तो ब्रिटिस भारतमा आएर 200 वर्ष शासन गर्यो। ब्रिटिसमा आएर चाहिँ उनीहरूकै सेना, उनीहरूकै झन्डा, उनीहरूकै पैसा, उनीहरूकै शासक। अब बेलायतको महारानी, भारतको महारानी लगाउनुहोस्, प्रत्यक्ष शासन 200 वर्ष भारतमा गयो। यहाँ पनि यहाँका राणाहरूलाई उपयोग गरेर तपाईँको नाम त यहाँ चाहिँ अब त्यसरी डाइरेक्ट यहाँ आएन, तर यहाँ चौकीदार त राणाहरूले उनीहरू बनाए। त्यसो हुनाले कति महत्त्व छ तपाईँ राजनीतिमा लाग्नु, कति महत्त्व छ तपाईँले बुझ्नु, आफ्नो मातृभूमिको पीडा, आफ्नो मातृभूमिको व्यथा भन्नुहोस्। त्यसो भयो हुनाले अब तपाईँले अब यिनी कुरा बुझ्नु हो भने तपाईँलाई राजनीति छोड्नु मन लाग्दैन। तपाईँलाई यो विदेशीहरूले गरेको थिचोमिचो, विदेशीहरूले गरेको हैकम अझ त्यति मात्रै हो र अहिलेको शिक्षा प्रणाली के छ भन्नुहोस् त? शिक्षा प्रणाली के छ भनेर भन्दाखेरि हरेक शिक्षा शैक्षिक क्षेत्रमा तपाईँको चाहिँ नि शैक्षिक दलालहरू छन्, हजारौँ कन्सल्टेन्सी छन्। तपाईँले 1 देखि 12 सम्म तपाईँले घर खेत गरेर छोराछोरीलाई बोर्डिङमा पढाउनुपर्छ। उसलाई अङ्ग्रेजी खाने, अङ्ग्रेजी लाउने, अङ्ग्रेजी बोल्ने बनाउनुपर्छ। तपाईँले सरकारी स्कुलमा होइन, सरकारी स्कुलमा गयो भने उसले अङ्ग्रेजीमा राम्रो चाहिँ पर्फेक्ट हुन्न। भोलि अमेरिकाको लागि योग्य काम गर्ने मान्छे हुन्न, अस्ट्रेलियाको लागि हुन्न, युरोपको लागि हुन्न। लयभित्र कति षड्यन्त्र छ। हाम्रा छोराछोरीलाई अहिले सबका मना छ। हाम्रो सानैदेखि चाहिँ उसलाई बोर्डिङमा राख्नुपर्छ। मैले पनि एउटा नाति चाहिँ बोर्डिङमा राखेको थिएँ। मैले कहिले कहिले नेपाली नम्बर लेख्न जान्छ भन्यो भने त्यहाँ बोर्डिङमा नेपाली बोल्यो भने डन्न गर्छ। बा कहाँ मैले त जान्दिनँ नेपाली भन्ने हेर्नुहोस् ल। कसरी चाहिँ हाम्रा छोरा नातिलाई कसरी चाहिँ विदेशीहरूले खतम पारेर छ। त्यो शिक्षामा भएको तपाईँको चाहिँ नि अपराध। तपाईँले नेपाललाई अरू विकसित देशहरूमा 16 वर्ष त आफ्नो नातिहरू नातिनीहरू छोराछोरी 16 वर्ष नपुगन्जरी विदेशी भाषा सिक्नको लागि सरकारी अनुमति लिनुपर्छ। हाम्रो गति के छ भन्नुहोस् त? यहाँ के छ भने बच्चा 2 वर्षको हुन्छ अनि उसलाई तपाईँको चाहिँ 5 किलोको चाहिँ झोला पोकाएर सकि नसकि उसलाई हामीले पठाउने बोल्नु। 12 सम्म उसले पढ्छ। 12 पढेपछि उसले नेपाली बोल्न पनि जान्दैन, नेपालको इतिहास पनि जान्दैन। कोशी सम्झौता, महाकाली सम्झौता भन्ने उसलाई पढाइ नै हुन्न। क्यारे जानुहोस्, नेपालको भूगोल पनि थाहा हुन्न उसलाई, इतिहास पनि थाहा हुन्न। लगाउनुहोस्, म आफै 7 वर्ष मास्टर भयो। प्राइमेरी स्कुलमा 1.5 वर्ष, हाई स्कुलमा, मिडिल स्कुलमा 4 वर्ष। मैले त्यहाँ त्यस्तो पञ्चायतको चाहिँ काला रातमा पनि मैले विद्यार्थीहरूलाई चाहिँ एक पिरियडसँग चाहिँ मार्क्सवाद पढाउँथेँ। तपाईँले पत्याउनुहुन्छ त्यस्तो अप्ठ्यारो स्थिति। मार्क्सवाद के हो, लेनिनवाद के हो, यो पञ्चायत व्यवस्था के हो, राजतन्त्र के हो, भूमि सुधार राजाले कसरी चाहिँ हामीलाई धोका दिइराखेको छ। मैले चाहिँ त्यो इतिहास पढाउँथेँ विद्यार्थी कोर्सभन्दा बाहिर। मार्क्सवाद पढाउँथेँ, लेनिनवाद पढाउँथेँ, वर्ग सङ्गठन के हो पढाउँथेँ। म त्यहाँ मास्टर हुनुभन्दा पहिले मास्टर पढाउँथेँ। त्यहाँ फलफुल लता जलजो जति छन् सबै प्रभुकै रचना बुझौ। विद्यार्थी पढाएको नयाँ पनि यो चराचर जगत फलफुल जलस्रोत सबै यो ईश्वरको रचना हो। भनेपछि त मान्छे त ईश्वरकै कुराले गर्दाखेरि खान नपाएको पनि चाहिँ ईश्वरका कारणले, भाग्यमा नलेखेका कारणले, लाउन नपाएको पनि भाग्यको कारणले, पढ्न नपाएको पनि भाग्यको कारणले, कल कारखाना उद्योग धन्दा नखोलेको कर्मको कारणले। अब विद्यार्थीलाई त पढाउँछ त्यही फलफुल लता जलजो जति छन् सबै प्रभुकै रचना बुझौ। अहिले पनि हाम्रो गाउँघरमा जानुभयो भने चाहिँ पछाडि चेतना परेका कहीँ किसानहरू दुखी गरिबहरूले भन्छन् यस्तै लेखेर रहेछ बाबु कन्सर्टमा के
यो ईश्वरले लेखेको कुरा कसले मेट्न सक्छ भन्नुलाई मलाई मान्छेले गरिब बनाएको, मलाई मान्छेले विदेश पठाएको, मलाई मान्छेले वेश्यालय पठाएको भन्दैन। यो ललाटमा जे लेखिएको छ त्यही हुन्छ भनेर। त्यस कारणले अहिले चाहिँ सार्वजनिक स्कुलमा, सरकारी स्कुलमा शिक्षकहरूले तपाईँ चाहिँ नि भौतिकवाद के हो, द्वन्द्ववाद के हो, यो विद्यार्थीहरूलाई मरे पढाउनु हुन्छ। किनभने शिक्षकहरूलाई चाहिँ गाह्रो छ, कहीँ चुइक्क थाहा पायो भने चाहिँ निकाल्छन् त्यहाँबाट स्कुलबाट। त्यस हुनाले सबभन्दा प्रहार नेपाली समाजमा अहिले के गरेका छन् विदेशीहरू भन्दाखेरि शैक्षिक क्षेत्र ध्वस्त पार्यो। अब 12 क्लाससम्म तपाईँले घर खेत गरेर चाहिँ केटाकेटीलाई पढाउनुहुन्छ, त्यो त अब तयार भयो। कहाँको लागि तयार भयो त्यो? अमेरिकाको लागि। त्यो कहाँको लागि तयार भयो त्यो? त्यो अस्ट्रेलियाको लागि। त्यो कहाँको लागि तयार भयो त्यो? तपाईँको युरोपको लागि, बेलायतका कतिपय युरोपको देशहरू। अनि उसले के गर्छ? त्यहाँ भएपछि उसले 65 वर्ष हुँदाखेरि ऊ त्यही घोकिन्छ। उसले जुन यहाँ हामीले खर्च गरेको जुन उसको योग्यता हो, क्षमता हो, ती देशहरूले चाहिँ उपयोग गर्छन्। अब 65 वर्ष पुगिसकेपछि ऊ फर्केर यहाँ आउने कुरा त हुन् ल। अनि उसलाई त्यही राख्नलाई विकसित देशहरूले के गर्छन् भने ल तिमीले घर भाडा किन तिर्छौ, 30 वर्ष तिरे हुन्छ यो घर किन। त्यसो गरेपछि उसले यहाँ पैसा पठाउनु भएन नेपालमा, ऊ त्यहीँ हुने हो। मेरै आफ्ना नाता पाता इष्टमित्रसँग चाहिँ चिने जाने सब अमेरिका छ। मेरै नाति अस्ट्रेलिया छ, छोरीतिरको उसले घर किन्यो 9 करोड। ल भन्नुहोस् गरौँ के? ल भन्नुहोस्। अब त्यस्तै युरोपतिर कतिपय साथीहरू यहाँ आमा बाबु तपाईँ रहवासी छ। म आफै एक्लै छु, म आफै बेवारी छु, तपाईँलाई दुःख किन पुग्ने? मलाई त्यहाँ अफिम देखिरहनु भयो। ल भन्नुहोस्। अब विकास भएको थियो त्यसो भएको हुनाले ऊ चाहिँ 65 वर्षसम्म त्यही हाड घोड जति विकसित देशमा भारतमा नोकरी गर्नेहरू, अरबमा नोकरी गर्नेहरू घर आउँछन् कमसित। उनीहरूले घर पैसा नै पठाउँछन्, चाडबाडमा घर आउँछन्। अरबमा त भौतिक सम्पत्ति किन्न पाइन्न, त्यहाँ घडेरी किन्न पाइन्न, घर किन्न पाइन्न। अरबको मुलुकमा मैले पनि गएर हेरेँ। अझ त्यहाँ अरबको मुलुकमा त यति खतम रहेछ, त्यहाँ अब अहिले समय छैन। त्यहाँ चाहिँ म राजदूतावासमा बसेर ओमनमा चाहिँ 4 दिन बसेर त्यहाँ नेपाल दलालले बेचेर गएको महिलाहरू त्यहाँ स्थिति देखेर म रुँदै फर्किँदै। ओमनबाट म चाहिँ उमा आएँ दुबईमा राजदूतावासमा जानु पनि मन लागेन मलाई। अब यहाँको थाहा छैन, ती नेपालका महिला बेच्ने तपाईँको चाहिँ दलालहरू तपाईँ यहाँ सत्तामा शक्तिमा बस्नेहरू साँठ गरेर पठाउँछन्। ल हेर्नुहोस् नेपाल के हो अहिले? त्यो चाहिँ के हो भने काङ्ग्रेसका सहकारी ठगहरू, एमालेका सहकारी ठगहरू, माओवादीका सहकारी ठगहरूलाई राज्यले कारवाही किन गरेको छैन भनेर भन्दाखेरि काङ्ग्रेस त सत्तामा छ, एमाले त सत्तामा छ। माओवादी सत्ता बाहिर भयो भने माओवादी पनि चाहिँ 64 दिए 4 भयो माओवादी सत्ता आएपछि। 3 चोटि प्रचण्डै प्रधानमन्त्री भयो यो देशको, 1 चोटि बाबुराम भयो। 4 चोटि सत्तामा गएपछि नि अझ उनीहरूले त पाउँदैन। उनीहरूको धन्दा के भयो अहिले पनि। त्यसो भएको हुनाले हामीले चाहिँ राष्ट्रिय जनमोर्चा चाहिँ हिँडेको बाटो अप्ठ्यारो छ। एनसीसी बोकाउँछ अमेरिकाले, छुच्चो मुख चाहिँ राष्ट्रिय जनमोर्चाले गर्नुपर्छ, लड्नुपर्छ। त्यहाँ छुच्चो मुख अमेरिका। अहिले अमेरिकाले भन्यो 5 अरब दिन्थ्यो यहाँ चाहिँ के संघीयता चलाउनु अमेरिकाले। यो त ठगिरहेछ, अब हामी दिन्न भनेर ट्रम्पले यिनका ओठमुख सुकेर चाकरी गरिरहेका छन्। ल भन्नु 5 अरब नेपालको संघीयता चलाउन अमेरिकाले दिने भनेपछि यो देश कसले चलाउनु रहेछ? ल भन्नु। अनि युएसएबाट पनि अर्बौं रुपियाँ आउँथ्यो यहाँ, रोक्यो अमेरिकाले। अनि यहाँ काठमाडौँका कैयौँ बुद्धिजीवी भन्नेहरू, वकिलहरू काठमाडौँमा समातेर चाहिँ उसलाई पोखरा रविलाई 17 जना स्थापित वकिलहरू गए चाहिँ उसलाई टोखो गरेर पोखरा काला कोट लागेका रहेछ। सुविधा के भने रोक्टमा उभिएर वकालत गर्न 5 लाख फी।
एकछिन उभिएको नाम मात्रै लेखाएको 2 लाख। हेर्नुहोस् तपाईँले यी सबै कुरा बुझ्नुभयो होइन? ढुक्क छ, आनन्द छ, देखियो। जब तपाईँले यी तपाईँको कुरा बुझ्दै जान्छ तपाईँलाई आगो बोल्छ छातीमा। ती 17-17जना काला कोटेहरू तपाईँ चाहिँ पैसा खाए उहाँले चोखो छ भन्नु गरे। रविका 20जना सांसद, 21जना छ समष्टि, 20जना त्यहाँ कैयौँ दिनसम्म त्यहाँ पोखराका चाहिँ ठुला ठुला होटलका तले खाए मासुको भात। उनले भने हाम्रो अध्यक्ष चोखो छ, यो झुटो हो। अहिले पनि मलाई यहाँ बिहान भन्छन् रविको चोखो हो नि दाइ, तपाईँले लखेटी गर्नुहुन्छ भन्छन् यहाँ सावधान जनता। अनि यस्तो चेतनाबाट न हो विदेशीहरूले पनि फाइदा उठाउने, हाम्रो दास बनाउने, कमरा बनाउने। अनि यहाँका शासकहरूले पनि हाम्रो दास बनाउने, कमरा बनाउने। कति महत्त्व छ तपाईँ राजनीतिमा लाएर, तपाईँ काङ्ग्रेसमा लाएर, एमालेमा लाएर, माओवादीमा लाएर तपाईँको व्यक्तिगत फाइदा हुन्छ। मलाई पोहोर चैतभन्दा पहिले त 4 महिनालाई प्रचण्डले पनि दिएको थियो त्यो गाडी, नानी गाडी, 5 करोड पर्ने गाडी, जापानी गाडी हो। तपाईँलाई थाहा चढेको कहिले कहिले देख्नु होला भने। हेर्नु एक दिन बाल्यटारमा चाहिँ मिटिङ थियो, सर्वदलीय बैठक बोलाइरहन्छ नि। म त्यहाँ आउने भने गाडी पठाइदिए, त्यहाँ फाल्छन् गाडी पठाइदिए भन्नु। अनि पठाउँथ्यो प्रचण्ड प्रधानमन्त्री थिए। तपाईँलाई गाडी लिन जानुपर्ने, पठाउन जानुपर्ने, एउटा गाडी सरकारी गाडीमा चढ्नु परेको केही जीवन। तिमीलाई पार्टीमा ल्याएको त मैले, बाबुरामलाई पनि, तिमीलाई पनि, अमितलाई पनि एउटा सरकारी थोकमा चढ्ने अधिकार त छ नि। एउटा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, एउटा साधारण उपसचिवले, कर्मचारीले त चढेर हिँड्छन्। मेरो त अधिकार छ नि एउटा लोकतन्त्रको लागि, गणतन्त्रको लागि। म पनि चिन्दै लडेर हो नि भने मैले सरकारी गाडी तिम्रो घर आएर त होइन। गाडी त मैले लिन्छु ठिक छ, तर तिम्रो विरोध गर्छु नि मैले। गाडी चढेपछि सरकारी गाडी चढेपछि विरोध गर्नुहुन्न भन्ने हुन्छ नि, त्यो कुरा भने मैले सब हाँसेँ। अहिले तपाईँहरू हाँसेँ। प्रचण्डले के भन्यो भने मैले तपाईँलाई चिने होइन, तपाईँको पार्टीको नीति मलाई थाहा छैन, म सँगै बसेँ होइन भने। उसलाई ठिकै भयो भने। अनि हाम्रो केन्द्रीय समितिको बैठकमा हाँसो गरेर हामी उता बुटोलतिर बैठकमा जाने, त्यही मेरो गाडी अन्त 7जना अड्किन्छ, सरकारी गाडी, राम्रो मूल्यवान गाडी, 7जना अड्किन्छ भन्ने कुरा भयो। जाम त्यसै भन्नुभयो। भएपछि मैले हाँसो गरेँ, प्रचण्डको विरोध गरेपछि यो गाडी खोज्छन्, तपाईँको ढुक्क चाहिँ नहुनु कि तपाईँहरूले भन्नु पऱ्यो यो गाडी खोसिन्छ, प्रचण्ड विरोध गर्नुहुन्न है भनेर पार्टीले निर्णय गर्नु पऱ्यो। म त्यसै गर्छु, नत्र विरोध गर्दा बित्तिकै गाडी चाहिँ खोज्छ त्यो। अब जब प्रचण्डले तपाईँ चाहिँ संसदमा यो चोखो छ, यसले सहकारी ठगेको छैन भन्यो, जब आइजिपीले मेरै गाडी राज्य व्यवस्था समितिमा यसले चाहिँ ठगेको छैन भन्यो, जब चाहिँ महान्यायाधीश व्यवस्थाले ठगेको छैन भन्यो, मलाई त रनन पार्टी मलाई के लाग्यो। अब मेरो गाडी जान्छ, भन्ने मेरो मनमा लागिहाल्यो। अनि समितिको बैठकमा मैले भने गाडी त जान्छ है मेरो। हाम्रो महामन्त्रीले त्यति तल त नलाग्यो, उसको गाडी त होइन दियो। त्यस्तो मूल्याङ्कन त अलिक नगर्ने हो कि भन्नु आनन्द पनि हुनुहुन्छ। देख्नु होला प्रचण्डलाई मैले चिनेको तपाईँले। अनि जुन दिन मैले त्यहाँ तपाईँ चाहिँ ओलीको, प्रचण्डजीको, रविको पोहोर चाहिँ 6 गते मैले जब संसदमा भण्डाफोर गरेँ, बाहिर मलाई त बिहान गाडी त बाहिर उभिरहेको थियो। प्रधानमन्त्री कार्यालयले फोन आइरहेको छ, त्यो गाडी ले भन्नु। हेर्नु त ले गाडी। अनि बोलेर म बाहिर गएँ, ड्राइभरले केही नभन्यो, अलिक साथ परेको थियो, केही नभन्यो भने ड्राइभर चाहिँ खुद दिएर ल्याएर छोड्यो। यही कपाल यहाँ अफिसमा बस्थ्यो नि। अर्को दिन बिहान एउटा बिरामी भेट्नु जान्थ्यो किचिङमा, ऐ त्यो ड्राइभरको नाम हरि हो, हरि यहाँ आऊ त म किचिङमा जानु छ
यहाँ आउँछ भनेन गाडी त हिँडै खोज्यो मलाई किन्न भने त्यसो मैले केही बुझाइदिन्छु पत्रकार थिएँ संसद बाहिर किन्न भने तपाईँ छोटी मान्छे साँझ परेको कहाँ टेम्पो खोज्नुहुन्छ फेरि साँझ परेपछि अब तपाईँलाई भनिहाल्यो त्यो गाडी चढ्दै चढ्नु तपाईँको समस्या हुन्छ त्यसो मैले तपाईँको किठले नभनी ल्याएँ अब मेरो गल्ती भयो नभए नभयो अब के गर्नु त भने मैले आज हजुरलाई मैले संसद भवन लान्छु त्यतिबाट सिंह लाग्छ हुन्न तिमीले हिजै भन्नुपर्थ्यो मलाई त्यो गाडी फुट्नु हाल्ने फेरि यहाँ चलन के हुन्छ भने अस्थायी रूपमा कसैलाई गाडी दियो भने वर्षौँसम्म गाडी बुझाउने प्रचण्डले त्यसो भनेपछि पनि गाडी मैले नजुबा उसले जबरजस्ती गरिदिएँ उसले त मागिहाल्यो थुतिहाल्यो त्यो थुत्दैका दिन लिँदै दिनु भने है मैले पार्टीको बैठकमा भने स्तर हेर्नु स्तर के छ यिनीहरू भन्नुहोस् त बाबुरामले अहिले बारम्बार भनिरहेको छ त्यो हामीले चाहिँ द्वन्द्वकै टाइममा सुन चोर्ने काम पैसा चोर्ने काम त पहिलेदेखि हुन्थ्यो भयो अहिले बाबुरामले भने फेसबुकमा आइरहेको छ नि त्यसो भएको हुनाले मैले साथीहरूलाई के अनुरोध गर्छु भने तपाईँले यति दुःख पाएर पनि देशको लागि जनताको लागि राष्ट्रको लागि हाम्रा भावी पिँढीको लागि तपाईँको दुःख हो यो समस्या तपाईँले बुझ्नुपर्छ तपाईँलाई यहाँ ल्याएको भर्खरै आजै तपाईँहरू उता नफर्काउने सङ्घीय त खतले खाएर हुन्छ भने भन्नु पनि त्यस्तो नगर्नुहोस् मैले अहिले भने समय लाग्छ तर जनमत धेरै तयार भइरहेको छ नेपाली जनताको बिचमा चाहिँ राष्ट्रिय जनमत स्टार्ट छ पहिलो कुरा ऊ सत्तामा सक्दिन गएर नि घुस खाएर भ्रष्टाचार गर्दै गरेन विरोधीले पनि भन्न सक्दैन घुस खाएर भ्रष्टाचार गर्दै गर्दैन दोस्रो कुरा यी घुसिया भ्रष्टाचारीका आयोजकहरू चाहिँ मुख खोलेर चाहे आमसभा होस् चाहे संसद होस् चाहे कहीँ होस् सार्वजनिक रूपले तपाईँ चाहिँ तिम्रो घुसिया हो तिम्रो भ्रष्ट हो तिम्रो चाहिँ औचित्य छैन भनेर भन्न खोज्दै जान्छ यी चाहिँ यी घुसिया यी भ्रष्टाचारीहरूले अहिले चाहिँ हामीलाई के सोध्नु कमसेकम इमान्दार ल भन्नु 51 साल 56 सालदेखि त हामी त संसदमा छौँ त 51 साल कुनै हाम्रा सांसदले भ्रष्टाचार गरेर सुन्नुभएको तपाईँ ल भन्नुहोस् म आफै लेखा समितिको सभापति भएँ सुन्नुभएको तपाईँ भ्रष्टाचार चाहिएको थियो नि पैसा मलाई पनि चाहिएको थियो यस्तो गरिब पार्टी हात माग्दै हिँड्थ्यो पैसा त चाहिएको थियो यो केले बचेका छौँ हामी भन्दाखेरि पार्टीको निर्णय कडा छ हाम्रो पार्टीबाट भागेर गएकाले के भन्छन् भने त्यहाँ मुद्दा अनुशासन छ मुद्दा अनुशासन हो लेनिनवादी संरचनात्मक सिद्धान्तलाई खत्तम पारेपछि रुस आज के हो त्यत्रो शक्तिशाली रुस समाजवादी देश लेनिनवादी संरचनात्मकलाई तिलाञ्जली दिएपछि त्यहाँ अवसरवादी संसदमा चिनिया कम्युनिस्ट पार्टी के भयो म त भारतले पनि कम्युनिस्ट पार्टी देखेँ हेरेँ त चिन्जान भयो सबभन्दा पहिले लेनिनवादी संरचना खाइदिए सिद्ध्याइदिए त्यसो भए सार कुरा के हो भने पुँजीवाद कति बढिरहेछ कति तगडा रहेछ त्यो पुँजीवादी भावना त्यो लेसपेस हामीले पनि बोकेर हिँडेको तपाईँ हामीले पनि बोकेर हिँडेको त्यस हुनाले सैद्धान्तिक रूपले राजनीतिक रूपले हामी चाहिँ लगातार खारिरहनुपर्छ पढिरहनुपर्छ सङ्घर्ष गरिरहनुपर्छ जित सत्यको हुन्छ केही समयमा तपाईँ चाहिँ यो चाहिँ या त तपाईँ चाहिँ मानव जातिले तपाईँ चाहिँ यो साम्राज्यवादहरू पुँजीवादी लुटेराहरूको अन्त्य गर्नुपर्छ या यिनीहरूले विश्वयुद्ध अहिले त अवश्य रूपमा त्यस्तो विश्वयुद्ध भइरहेको छ नि सबै ठुला राष्ट्रसँग एटम बमहरू छ या त यो पृथ्वी ढोक्दै पार्छ या त मानव जातिले यो साम्राज्यवादलाई यिनीहरूलाई खत्तम पार्नुपर्छ बच्ने हो भने त्यहाँभन्दा साम्राज्यवादको त अगाडि जाने ठाउँै छैन त्यसो भएको हुनाले हामीले जुन विषयहरू थाहा छौँ हामीलाई चाहिँ किन हाम्रा मान्छे आउनु नभएर भन्दा यहाँ घुस खान पाइन्न सांसद भयो मन्त्री भयो लुट्न पाइन्न यहाँ आमालाई पहिलो रात दारी बुझेर खान पाइन्न देशको राष्ट्रियता बेचेर यहाँ अमेरिकनको एजेन्डा बोक्न पाइन्न हाम्रो पार्टीमा बसेपछि त्यसो भएर तपाईँले यो पार्टीको नीति सिद्धान्त विचार बोक्ने हो भने तपाईँ टिक्नुहुन्छ अप्ठ्यारो छ फेरि केही अप्ठ्यारोमा राष्ट्रको विकास छ जनताको विकास छ
तपाईँ हाम्रो चाहिँ हामीले बुझ्नुपर्ने कुरा केही छ। त्यस कारणले समय पनि अलिक गयो, अब समय मेरो पुग्यो। त्यसो हुनाले अब हामीले भोलि समापन गर्छौँ। तपाईँहरू फर्केर गइसकेपछि पनि तपाईँहरूको आफ्नो गाउँमा, टोलमा, जिल्लामा साथीहरूलाई चाहिँ यो राजनीतिक प्रशिक्षण गराउन दिनुपर्छ। सबभन्दा पहिले तपाईँ क्लियर हुनुपर्छ। तपाईँ एक्लै हुनुहोस्, घरमा गाउँमा एक्लै हुनुहोस्। तपाईँले आफ्नो जिन्दगीको महत्त्व बुझ्नुहोस्, सङ्घर्षको महत्त्व बुझ्नुहोस्, राजनीतिको महत्त्व बुझ्नुहोस्, मसालको राजनीति बुझ्नुहोस्। जो छोडेर गए नि आमा निर्मल लामाजी छोडेर जानुभयो, नरबहादुर छोडेर जानुभयो, अरू कैयौँ साथीहरू बिचमा गए। तिनी गएर आज कहाँ मिसिया छन् भन्नुहोस्, के गरिरहेको छ? त्यसो भयो भन्नाले हाम्रो नीति कडा छ, अनुशासन कडा छ, धेरैलाई पच्दैन। यो चाहिँ लेनिनवादी संगठनका सिद्धान्तलाई तिलाञ्जली भएको हुनाले रसियन कम्युनिस्ट पार्टी ध्वस्त भएको, साम्राज्यवादी पार्टीमा परिणत भएको, चिनिया कम्युनिस्ट पार्टी साम्राज्यवादी पार्टीमा परिणत भएको, एमाले माओवादीहरू ध्वस्त भएर अहिले सुनचोरको खेतीमा लागेको। हेर्नुहोस्, नेपालले चाहिँ भुटानी बनाएर बेचेर पैसा कमाएर खाएको तपाईँले देख्नु भएको छ नि। सबभन्दा ठुलो कुरा के हो भने सिद्धान्त हो। सबभन्दा ठुलो कुरा लेनिनवादी संगठन पुरानो हो भन्छ नि एमालेका मान्छे, पुरानो हुन्छ। तपाईँले अहिले आगो ठुलो हो भने आगो त धेरै पहिले हो नि, मानववादी आगो पुरानो हो। आगो भने बोल्दैन, आगो धेरै पुरानो भयो। के भन्नु भने लेनिनवादी संगठनको सिद्धान्त पुरानो हो। लेनिनवादी संगठनको सिद्धान्तले घुस खानु दिन्न, भड्काएर गर्न दिन्न। आफ्नो छोरी बेगेर चाहिँ पैसा पाएर बेच्नु त देख्नुहुन्छ, कामै गर्छ। त्यसो भयो हुनाले तपाईँलाई चाहिँ मन चाहिँ खिन्न बनाउँछ। इत्रुको छ पाए त्यही हो, चित्र बाहेक ख्याङ गर्छ। को छ तिम्रो बरु नेता भन्छ नि तपाईँ। तिनका सिद्धान्त हेर्नुहोस्, तिनका नीति हेर्नुहोस्, त्यहाँ चरित्र हेर्नुहोस्, तपाईँको पार्टीको नीति हेर्नुहोस्, सिद्धान्त हेर्नुहोस्, अनुशासन हेर्नुहोस्। जति दिन तपाईँ पार्टीमा बस्नुहुन्छ इमान्दारीपूर्वक पार्टीको आदेश मान्नुहोस्, निर्देश मान्नुहोस्, अनुशासनमा बस्नुहोस्। जब सक्नुहुन्न खुसी राजी तपाईँ आफ्नो घरबाट गरेर बस्नुहोस्। अरू त्यो अवसरवादी पार्टीहरू, राष्ट्रघाती पार्टीहरू, तिनी चाहिँ देशप्रेमीहरूसँग तपाईँ किन बिग्रिनु? तपाईँको आफ्नो स्वाभिमान छ। यति भन्दै अब मैले अलिक कुरा गर्न थालेँ भने मलाई अलिक बेस्टेट बोल्न जस्तो हुन्छ कि धोका पुग्दैन। त्यसो भएर म अस्ति पनि तल बोलेँ, समयभन्दा अलिक बढी यहाँ पनि अब साथीहरूसँग भेट भयो र धेरै राम्रो गर्नुभयो। 1 महिनादेखि स्वयंसेवक साथीहरूले आएर यति गाडी खानुभयो, पैसा उठाउनु भयो, खानुभयो, सङ्घीयता पाठ यति पढाउनु भयो। म ती साथीहरूले सबैलाई टिक्नु भने मलाई यति खुसी लाग्यो। त्यो चाहिँ स्वयंसेवक साथीहरू आएर 1 महिनासम्म दुःख पाएर गल्ली गल्ली गयो, सङ्घीयता खारेज गर्ने, तिमीले चन्दा दिनुपर्छ, 1 रुपियाँ देऊ त भनी साथीहरू बेलुकी रिपोर्ट बुझ्छु म। त्यसो भएको हुनाले हाम्रा साथीहरू अनि परिपक्वता आएको छ। हाम्रो राष्ट्रको लागि पनि हामीले दुःख पाएको छ, बहुसङ्ख्यक जनताको लागि पनि हामी दुःख पाएको। महिलाहरू, किसानहरू, तपाईँको चाहिँ मजदुरहरूको हालत के छ? त्यस कारण तपाईँको दुःख ठिक ठाउँमा परेको छ। यति भन्दै आज मेरो आफ्नो चाहिँ प्रशिक्षण कार्यक्रम यहीँ अन्त्य गर्छु र फेरि सबै साथीहरू